कसैले भन्यो जीवन जिउन सजिलो हुन्छ, तर मैले त देखेँ जीवन त कहिलेकाहीँ आफ्नै छायासँग लड्नुपर्ने युद्ध रहेछ। यो कथा हो सबै भएर पनि कोही नभएको जस्तो एउटी अनाथ केटीको। नमस्ते साथीहरू, म आँचल। हिमालको कोखमा बसेको सिक्लेस भन्ने सानो गाउँमा म जन्मेकी थिएँ। हाम्रो गाउँ पहाडको कुनामा, चारैतिर हरियाली, खोलाको सर्लक्क बग्ने आवाज र बिहानको घामसँगै उठ्ने चराहरूको चिरबिराहटले भरिएको थियो। तर त्यो सुन्दर गाउँभित्र मेरो जीवन भने सुरुदेखि नै धेरै पीडाले भरिएको थियो। मलाई अझै पनि अलिअलि सम्झना आउँछ। त्यो बेलाको कुरा हो जब म 9 वर्षकी थिएँ। मेरो बाबाको मृत्यु भयो। त्यो दिन मेरो संसार थाम्यो। बाबा मेरो लागि पिता मात्र होइन, साथी पनि हुनुहुन्थ्यो। बाबा साइकल चलाउँदै गर्दा म सधैँ उहाँको काँधमा बसेर उहाँको कथा सुन्दै उहाँसँगै गाउँ घुम्थेँ। जब कुनै दिन बाबाले मलाई छोडेर काममा जान खोज्नुहुन्थ्यो, त्यतिखेर म बाबालाई पछ्याउँदै उहाँको पछि पछि दौडिने थियो। बाबाले फर्की पछाडि मलाई हेर्दै बिस्तारै साइकल चलाउनुहुन्थ्यो, तर दौडिन नसकेर म त्यही बाटोमै लड्नी थिएँ। त्यसपछि बाबाले साइकल रोकेर म भएको ठाउँमा आउनुहुन्थ्यो अनि मलाई आफ्नो काखमा बोकेर गोरे अङ्कलको दोकानमा लगेर मलाई लालीपप, मिठाई किनिदिनुहुन्थ्यो अनि भन्नुहुन्थ्यो, मेरी छोरी ज्ञानी छ है, अब रुँदैन है, मम्मीसँग घरमै बस्नुहुन्छ है। त्यतिखेर बाबाले गर्नुभएको माया र उहाँको मिठो कुराले म पनि फकिने थियो। त्यसपछि बाबाले मलाई घरमा छोडेर उहाँ कामको लागि बाहिर जानुहुन्थ्यो। अहिले तपाईहरूलाई यो कथा सुनाउँदै गर्दा मेरो आँखा नै रसायो। कस्तो रुन आयो मलाई त। मेरो बाबाको मृत्युपछि घरमा सबै कुरा भद्रगोल भयो। हाम्रो हालत बेहाल भयो। त्यसपछि त हामीलाई खाना लाउन पनि धेरै गाह्रो भयो। बाबाको मृत्यु भएको केही समयमै आमाले पनि अर्को मान्छेसँग भागेर बिहे गर्नुभयो। त्यो दिन हामी आमालाई घरमै कुरेर बसिरहेका थियौँ। म बुझ्न सक्दिनथेँ हामी गलत थियौँ कि हामीहरूको भाग्य नै गलत थियो। त्यसपछि घरमा म र मेरो दाइ अनि हजुरआमा मात्र बाँकी रह्यौँ। घर पनि खरले छाएको, बाँसले बारेको थियो। सबै कुहिएर गलेर पत्र झरेको थियो। त्यस्तो हालतमा हामीलाई बिचरा भन्ने पनि कोही थिएन। मेरो दाइ त्यति बेला जम्मा 13 वर्षका थिए। त्यति सानै उमेरमा उहाँले बुबा र आमा दुवैको जिम्मा लिए अनि आफ्नो त्यति राम्रो पढाइ छाडेर दिनरात नभनी दुःख गरेर मलाई स्कुल पठाउने, मेरो कपडा धुने अनि राति सुताउँदा मलाई कथा सुनाउने मलाई साह्रै माया गर्नुहुन्थ्यो। मेरो दाइले मलाई हुर्काउनेदेखि लिएर मेरो भविष्य कसरी कोर्ने सबै उहाँकै काँधमा थियो। बाबा र आमा पछि दाइले नै मलाई जिन्दगीको पहिलो माया के हो त्यो महसुस गराए। त्यो माया जसमा कुनै स्वार्थ थिएन, निस्वार्थ भावनाले जोडिएको एउटा दाजु बहिनीको पवित्र रगतको नाता थियो। हामी सानो झुपडीमा बस्थ्यौँ, तर त्यो झुपडीभित्र बाबा आमाको यादहरू, विश्वास र ममताले भरिएको थियो। म सधैँ सोच्थेँ हाम्रो जीवन कष्टकर भए पनि हामी एक अर्काको सहारा बनेर उभिन सक्यौँ भने सब ठीक हुनेछ भनेर। तर समय परिकुल बदलिन्छ। त्यो बेलासम्म मेरो दाइ जवान भइसकेको थियो अनि म पनि ठुली भइसकेकी थिएँ। हाम्रा हजुरआमा पनि धेरै बुढी हुनु भइसकेको थियो। उहाँ दिनभरि बाहिर पिँढीमा बसेर आँगन हेर्नुहुन्थ्यो। सायद हजुरआमालाई पनि बाबाको याद आउँदो होला, त्यसैले उहाँको आँखा दुवै रसिलो हुने थियो। त्यतिखेर मैले पनि काम गर्न थालिसकेकी थिएँ। एक दिन बेलुका दाइले मलाई र हजुरआमालाई सँगै राखेर सल्लाह गर्नुभयो अनि उहाँले बिहे गर्ने निर्णय लिनुभयो। त्यसमा हजुरआमा र मैले दुवैजनाले सहमति जनायौँ। त्यसपछि दाइले बिहे गर्नुभयो। उहाँको पहिले प्रेम परेको रहेछन्। दाइले भनेपछि बल्ल हामीलाई थाहा भयो। हजुरआमाले भनेअनुसार राम्रो साइत हेरेर दाइले भाउजू घरमा भित्राउनु भयो। त्यतिखेर हामी सबै खुसी थियौँ। सुरुका केही दिन सब ठिकै थियो, तर बिस्तारै परिस्थिति बदलिन थाल्यो अनि समयले कोल्टे फेर्दै गयो। मेरो भाउजू सुरुमा जसले मलाई असाध्यै धेरै माया गर्थिन्, पछि सानो कुरामा पनि मलाई हप्काउन थालिन्।
मलाई त सिधै टोकिरहन्थिन्, ओइ आचल तेरो काम ढिलो भयो, तैले चिया किन बनाइनस् भन्दै दिनरात टोकिरहन थालिन्। भाउजूको त्यो रुखो बोली र मुटु छिया पार्ने शब्दका प्रहारहरूले मेरो मन कटक्क भाँचियो। त्यसपछि हामी बीचको दूरी दिन प्रतिदिन बढ्दै गयो। दाइ पनि बिस्तारै उतै भाउजूकै पक्षमा लाग्न थाले। अब म त्यो घरमा अनौठी बने। उनीहरूको लागि त म एक हिसाबले गाँडो नै भइसकेकी थिएँ। मलाई एकछिन पनि त्यो घरमा देखिन नसक्ने शत्रु जस्तै व्यवहार गर्न थाले। जहाँ जुन घरमा म पहिले राजकुमारी चाहिँ हुन्थेँ, अहिले त केवल नोकरानी जस्तो महसुस हुन्थ्यो। त्यो दिन माघे सङ्क्रान्तिको बिहान थियो। म बिहानै उठेर चुल्होमा आगो बाल्दै थिएँ। धुवाले मेरा आँखाहरू पुरै पोलिरहेका थिए। त्यति बेला दाइ बाहिर निस्केर भने, ओइ आचल, तैले हजुरआमालाई नखुवाई आफै मात्र खाइस् रे। यस्तो गर्न हुँदैन भन्दै गाउँ थर्किने गरी ठुलो स्वरले कराउनु भयो। तर मैले त्यस्तो व्यवहार न त भाउजूसँग न त हजुरआमासँग कसैसँग पनि गरेकी थिइनँ। त्यो आरोपले मेरो मन भाँचियो र मलाई राम्रोसँग थाहा थियो म माथि फ्याँकिएको त्यो आरोप भाउजूले दाइलाई लगाएकी हुन् भनेर। म निशब्द भइकन मन भारी पार्दै ढुङ्ग्रो हातमा लिएर भान्साबाट निस्केर आफ्नै कोठातिर लागे। त्यतिखेर म सोच्थेँ, अब यो घर मेरो होइन, त्यसैले त्यो रात म हजुरआमाको कोठामा गएँ। मेरी बिचरी बुढी हजुरआमा सुतिरहनु भएको थियो। मैले चुपचाप कुनै स्वर नगरी बिस्तारै हजुरआमाको खुट्टा ढोगेर भने, माफ गरिदिनु हजुरआमा, म यो घरमा बस्न सक्दिनँ। चाहँदा नचाहँदै पनि तपाईँलाई छोडेर जान बाध्य भएँ। म तपाईँलाई चाँडै लिन आउनेछु। त्यो भनिसकेर म त्यहाँबाट निस्केर आफ्नै कोठामा आएँ। त्यहाँ भएको मेरा पुराना सामान राखिएको झोलालाई बोकेँ र त्यो रातै सधैँका लागि घर छाडेँ। कहाँ जाने, के गर्ने, केही थाहा थिएन, तर आधाधुन्द आफ्नै दिशातिर हिँडेँ। पहाडका बाटा, अँध्यारो रात, डरलाग्दो जङ्गल सबै काट्दै उतर्दै जसो तसो तल गैरीको हाइवेमा झरेँ। रात धेरै बाक्लो थियो। चारैतिर सुनसान थियो। त्यहाँका मानिसहरू सबै सुतिसकेका थिए। म बाहिर एक्लै थिएँ। बिहानको 2 बजेको रहेछ। डर पनि लागिरहेको थियो। घर छोड्न मन पनि थिएन, तर जानै पर्ने बाध्यता थियो। म करिब 2 घन्टा जति सीताराम चोकमा बसेर पोखरा जाने गाडी पर्खिरहेँ। लगभग 4:30 बजिसकेको थियो। बल्ल बस आयो अनि त्यसपछि बस समातेर म पोखरा आइपुगेँ। पोखराको पहिलो दिन म नजिकैको मन्दिरको ओसारामा बसेर रुँदै थिएँ। तर भगवानको पनि अनौठो तरिका हुन्छ। त्यो बेलै एक दिदीले मलाई देखिन्। उनी त्यहाँ पूजा गर्न आएकी रहिछन्। उहाँले भने अनुसार उहाँले ब्युटी पार्लर चलाउनुहुन्थ्यो। दिदीले सोध्नुभयो, के भयो नानी, किन रोएकी? त्यसपछि म भावुक हुँदै दिदीलाई मेरा सबै पीडा सुनाएँ। मेरो कथा सुनेपछि दिदीले भनिन्, तिमी चिन्ता नगर नानी, म तिमीलाई काम दिन्छु। त्यसपछि दिदीले मलाई आफ्नै घर लगेर जानुभयो। त्यो दिनदेखि मेरो नयाँ जीवन सुरु भयो। म सधैँ काममा व्यस्त रहन्थेँ। ग्राहकका कपाल काट्ने, नङ स्याहार्ने, मुस्कुराउँदै स्वागत गर्ने। तर भित्रभित्रै म अझै बाबाको, हजुरआमाको, दाइको माया र आमाको धोका सम्झेर बाँचिरहेकी थिएँ। त्यही बेला उनले मलाई देखे। उहाँको नाम आयुष थियो। उहाँ त्यही दिदीकै श्रीमान हुनुहुन्थ्यो। सुरुमा त पार्लरमा आउँदा जाँदा मात्र बोल्नु भएको आयुष पछि भने बसेरै मसँग कुरा गर्न थाल्नुभयो। त्यति बेला दिदी पनि त्यही हुनुहुन्थ्यो। आयुष भन्थे, आचल, तिमी त धेरै मेहनती रहेछौ। आज तिमीले पार्लरमा गरेको काम देखेर गर्व लाग्यो। दिदीले पनि साथ दिन्थिन्। हो नि बुढा, यी नानी त साह्रै मेहनती छे। उहाँहरूको त्यो मिठो बोलीले मेरो खाली मनमा फेरि माया जगाइदियो, विशेष गरी आयुषको शब्दहरूले। त्यसपछि बिस्तारै हाम्रा कुराहरू गहिरो हुँदै गए। आयुषले मलाई नजर फेर्न थाले। म पनि आयुषको मायामा बग्दै गएँ। दिनहरू रमाइलो भएर बित्न थाले। कहिलेकाहीँ दिदी र उहाँको बुढाले मलाई सँगै खाना खान बोलाउँथे, किनकि म अझै दिदीकै घरमा बसिरहेकी थिएँ। त्यसबेला मैले महसुस गर्न थालेँ, म फेरि मायामा परेकी छु।
जसले मलाई काम दियो, बस्न ठाउँ दियो, उही व्यक्तिको बुढा नै मलाई मन परेको थियो। के गरूँ? के नगरे? म एकदमै दोधारमा थिएँ। मसँग दुई विकल्प थिए, या त म त्यो घर र काम छोडेर अन्तै जानुपर्ने, या आयुषलाई पुरै नजरअन्दाज गरेर अघि बढ्नुपर्ने। तर म दुवै गर्न सक्दिनथेँ। एक दिनको कुरा हो, त्यो दिन दिदी पार्लरमै थिइन्, म सन्चो नभएर घरमै आराम गरिरहेकी थिएँ। आयुष पनि घरमै थिए। अनि हामीले मनका कुरा राख्न सबैभन्दा राम्रो मौका त्यति बेला पायौँ। आयुष मेरो कोठामा आएर भने, आचल, तिमी मेरो जीवनमा आएको क्षणदेखि म फेरि बाँच्न थालेको छु। त्यो वाक्यले मैले बुझेँ, आयुष र दिदीको सम्बन्ध राम्रो छैन रहेछ। आयुषको मुखबाट त्यो सुन्दा मेरो आँखा रसाए, किनकि म पनि त्यही कुरा महसुस गरिरहेकी थिएँ। मायाले फेरि मलाई जिन्दगी दिएको छ। तर जिन्दगी फेरि खेल खेल्छ। मायाको नाममा पनि कहिलेकाहीँ धोका लुकेका हुन्छन्, मान्छेका स्वार्थ लुकेका हुन्छन्। एक दिन आयुषले मलाई कामको बहानामा बाहिर बोलाए, म विश्वास गरेर गई, तर त्यसपछि मेरो जीवनले नयाँ घाउ पायो। त्यो घटना म शब्दमा भन्न सक्दिनँ, हजुरहरूले आफै मिलाएर बुझिदिनुहोस्, किनकि मैले सिधै भन्नाले कपिराइट समस्या आउन सक्छ। तर त्यसपछि भने आयुष बदलिँदै गए, मदेखि टाढा हुन थाले। मैले फोन गर्दा फोन नउठाउने, मेरो कुरा टार्ने। र अन्त्यमा एक दिन उसले मलाई सिधै भन्यो, आचल, अब म तिमीलाई भेट्न सक्दिनँ, मलाई मेरो घर बचाउनु पर्छ। त्यो सुन्दा म ढले। मेरो माया, मेरो भरोसा सबै एकैपटकमा भत्कियो। म फेरि टुहुरो हुने मोडमा पुगिसकेकी थिएँ। तर सबैभन्दा ठुलो कुरा, त्यतिखेर म गर्भवती थिएँ। त्यो कसरी भनौँ? कसलाई भनौँ? त्यो रात म केवल रोइरहेँ। तर बिहान उज्यालो हुँदै जाँदा मैले निर्णय गरेँ, अब म अरूको सहारा खोज्दिनँ, म आफ्नो पेटमा रहेको बच्चाका लागि बाँच्नेछु। त्यस दिनदेखि मैले आफ्नो काम, त्यो दिदीको घर अनि आयुष सबै छोडेर साधैको लागि पोखराबाट निस्किएँ र डुम्रे आएर बसेँ। अब म आचल मात्र छैन, एउटी आमा बनेकी छु। मेरी छोरी आशा। उसको सानो हात, चम्किलो आँखा, उसको मिठो हाँसो, त्यही हाँसोले मलाई हरेक दिन नयाँ जीवन दिन्छ। साँझमा जब ऊ मसँग टाउको राखेर सुत्छे, म उसको निधारमा चुम्बन गर्दै भन्छु, तिमी नै मेरो संसार हौ छोरी, तिमी नै मेरो शक्ति। अहिले पनि म दिनभर पार्लरमा काम गर्छु, किनकि मैले जानेको काम त्यही हो। कसैले मलाई सिङ्गल आमा भन्छ, आशाको बाउ कहाँ छ भनेर सोध्छन्। तर म गर्वका साथ भन्छु, म आत्मनिर्भर आमा हुँ, जसले कहिले हार मानिनन्। आशाको बाउले छोडेर गएको कुरा आज पनि म निर्धक्क भएर भन्छु, किनकि धोका मैले होइन, उसैले दिएको हो। आयुष मेरो जीवनबाट गयो, तर म बाँचिरहेकी छु। म हारेकी छैन, म फेरि उठेकी छु। र म विश्वास गर्छु, एक दिन मेरी छोरी गर्वले भन्छे, यो मेरी आमा हो, जसले कहिले हार मानिनन्। के कहिल्यै तपाईहरूले पनि यस्तो घाउ पाउनु भएको छ? जसले तपाईलाई तोडिदियो तर फेरि बाँच्न सिकायो? तपाईको कथा तल कमेन्टमा लेख्न नबिर्सनुहोस्।